डिजल्भ हुने गरी जुन प्रदेशको जुन उहाँहरूले कुरो राख्दै हुनुहुन्छ, सर्वप्रथम त उहाँले के बुझ्नु पर्यो भनेदेखि उहाँहरूको पृष्ठभूमि के थियो मैले भन्न सक्दिनँ, उहाँहरूको पृष्ठभूमिको राजनीतिको के थियो धार मैले त्यो कुरो भन्न सकिदिनँ। तर हामीले जुन ठाउँको ब्लड मेरो शरीरमा कुदिरहेछ त्यो ठाउँको ब्लडले के भन्छ भन्दाखेरि यो देशमा संघीयता ल्याउनको लागि हाम्रा पूर्वजले कुरो उठाएको, गणतन्त्र ल्याउनको लागि, स्थापना गर्नको लागि सुरु डे फर्स्टदेखि कुरो उठाएकोमा र म आफै विद्यार्थी राजनीतिक कालखण्डदेखि लिएर यही संघीयता, यही गणतन्त्रको लागि हरेक आन्दोलनमा, मोर्चामा चाहिँ रोडको फ्रन्टमा गएर उसमा हामी आन्दोलन गरेको मान्छे हौँ र मेरो रगतमा त्यो संघीयता र गणतन्त्रको बगिरहेछ। त्यसमा चाहिँ कुनै पनि किसिमको प्रहार हुँदैन र यो संघीयतालाई चाहिँ खारिज गर्ने कुरो मेरो सपनामा पनि आउँदैन र यो बरु राजनीतिक नगरिकन व्यापार गरेर बस्दा पनि अथवा जागिर गरेर बस्दा पनि सम्भव छ। तथापि यो चाहिँ संघीयतालाई, यो प्रदेशलाई डिजल्भ गरेर यस्ता चाहिँ कुर्सीमा बस्नु चाहिँ मबाट त्यो सम्भव छैन। त्यसकारण चाहिँ उहाँहरू आफ्नो गल्तीलाई छुपाउनको लागि, किनभने सबैले आज मिडियामा सब ठाउँमा आइसकेका छ नि त, यो प्रदेश कि त मुख्यमन्त्रीले राजीनामा गरे पछाडि प्रदेश प्रमुखले आह्वान गर्छ कि अथवा हाउसबाट बहुमतको पायो कि पाएन, त्यस पश्चात चाहिँ हाउसबाट चिठी गए पछाडि प्रदेश प्रमुखले आह्वान गर्नेछ। त्यो आह्वान पछाडि त्यहाँ चाहिँ बहुमत सिद्ध गरेर त्यो दलको नेताहरूले प्रस्तुत गर्ने हो। तर उहाँहरूले चाहिँ आफ्नो राजनीतिक पहुँच, आफ्नो चाहिँ पावरलाई मिसयुज गरिकन, मिसयुज म त मिसयुज भन्छु कि मिसयुज गरेर उहाँहरूले चाहिँ यस्ता यस्ता नौटङ्कीहरू गर्दै हुनुहुन्छ। त्यसकारण चाहिँ मैले चाहिँ त्यतातिर मेरो उहाँहरूले के गर्दै हुनुहुन्छ, कसरी गर्दै हुनुहुन्छ त्यो छैन। मलाई संविधानले दिएको व्यवस्था अनुसार मलाई 30 दिनको व्यवस्था छ। त्यसमा पनि मैले 2 दिन अगाडि मेरो 30 गते हुनुपर्ने ठाउँमा मैले 28 गते यो लिइरहेको छु र त्यो 28 गतेमा पनि लिनको लागि उहाँहरूको धेरै ठुलो ताण्डव मचाउनु भएको थियो। तथापि मलाई चाहिँ त्यहाँबाट टाइम पाएको छु। म 28 गते विश्वासको मत लिन्छु। जनाधार जे आउँछ, हाउसमा जे जनाधार आउँछ त्यसलाई स्वीकार गरेर एक्सेप्ट गर्छु।